नसुतेर कति फोन चलाइरा कुरुक्क सुत्नु। पुरानो साथीसँग च्याट गरेर नि आफू सुते भइहाल्यो नि, के कराएर? होइन, यो बिके भन्ने मान्छे को हो? फोन गरे छ। त्यही मेरो पुरानो साथी। ल अफिसमा मिटिङ छ, बेलुका आउन नि अलि ढिलो होला। खानालाई मलाई नकोर्नु, गएँ म। सरलाई कति फोन गरी किन नउठाउनु भएको? गृहमन्त्री अगाडि हुँदै कसरी फोन उठाउने? कस्ती छे तिमीलाई थाहा छमै छ नि। थाहा नहोस् भनेर फोनमा तिम्रो नाम त बिके भनेर राखेको छु। अनि आज सोटील घुमाउनु लान्छु भन्नुभएको थियो नि, म त रेडी नै छु है सर। ल म आउँदैछु, बाहिर निस्किँदै गर। राति भइसक्यो, घर टाढा छ, बरु आज यतैतिर बस्ने हो कि क्या हो सर? बस्नु त हुन्थ्यो नि, बुढीलाई चाहिँ के भन्ने? फेरि यहाँ यस्तो चिसो छ। बुढीसँग नि के डराउनु भए? मिटिङमा छु भनिदिनु न, बरु जाउँ कोठाभित्र, सरलाई तातो बनाइदिन्छु। ल त्यसो भए कोठामै जाउँ न त। नमस्कार हजुर, अस्ति रिसोर्टमा त खुबै रमाइलो गर्नुभएछ। होइन, को हो तपाईँ? अनि कुन रेस्टुरेन्टको कुरा गरे? अझै कुन रिसोर्ट? मेसेन्जरमा फोटो पठाछु, पहिला त्यो हेर्नुस् अनि मसँग कुरा गर्नुस्। तपाईँले यो फोटोहरू कहाँबाट पाउनुभयो भन्नु त? अब कहाँ के होइन, परिवार समाजमा इज्जत बचाउने हो भने फ्याक्रेक्क 2 करोड ठिक पार्नु र अस्ति त्यही सँगै बसेको केटीलाई दिनु। सर 2 करोड ठिक पार्नु भयो, कहाँ लिन आऊ? बरु तपाईँकै घरमा आऊ कि क्या हो? म्याडमलाई नि हाम्रो रेसोर्टको फोटोहरू देखाइदिनु हुन्थ्यो। होइन, कस्तो मान्छे हो तिमी? तिमीलाई अलिकति पनि लाज लाग्दैन? ए मलाई लाज लाग्ने? 55 वर्षको बुढा भएर श्रीमतीलाई ढाँटी मसँग हिँड्ने, रातभरि मसँग सुत्ने, अहिले आएर ब्ल्याकमेल गरी भन्ने। आज बेलुकासम्म 2 करोड ठिक पाल, होइन भने तेरो बुढी छोरी नातेदार सबलाई यो फोटो देखाइदिन्छु। कस्तो दशा लाग्यो? बुढेसकालमा तरुनी केटीलाई गर्लफ्रेन्ड बनाई भनेको त दुःख मात्रै पाउने भयो।